बादलीमा मेरो बच्चाको लुगाहरू सुकाएको थिए, बच्चाको लुगाहरू सब हरायो। अनि मैले भने कसरी हरायो भन्दाखेरि उहाँले भन्नुभयो बाँदरले भात खान पनि दिएन, मेरो बच्चाको लुगाहरू पनि लगिदियो, अब के गरौँ भनेर मलाई प्रश्न गर्नुभयो। मैले यसको जवाफ कसरी दिने सभामुख महोदय? पहिलादेखि सबै मान्यज्यूहरूले दमदार साथ कुरा उठाइराख्नु भएको छ यो बाँदरको बारेमा। यो सरकार किन सिरियस हुँदैन सभामुख महोदय? म भन्न चाहन्छु यदि कोही मानिसले चाहिँ बदमासी गर्यो भने उसलाई पुलिसले हातले बाँधेर लान्छ, उसलाई लगेर जेल थुन्छ। आज बाँदरले सयौँ मानिसहरूलाई बचाइ उठाइसक्यो, सयौँ मान्छेहरूको दाल भात तरकारी खान पाएन। यस बारेमा सरकार किन सिरियस हुँदैन? म भन्न चाहन्छु यो सरकारले थुप्रै काम गर्ने लक्ष्य योजना मध्येमा सबैभन्दा पहिला जनताको जीवनमा जुन ठुलो समस्या भएको बाँदर छ, यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने हाम्रो जनतामा जीवनमा परिवर्तनमा ठुलो समस्या हुन्छ। तत्काल रूपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति सभामुख महोदयलाई, यो सरकारलाई म ध्यान आकर्षण गर्न चाहन्छु। अब 7 दिनभित्रमा